त्यहाँ गएर खेलेर तल झरेर फेरि पोखरा झरेर हामी चाहिँ कहाँ जानु लाग्यो रे आज हामी आज अस्ट्रेलियन क्याम्प लुम्ले हजुर छोरी तिम्रो आज फर्स्ट हाइकिङ है आर एक्साइटेड सिसा के खान छौ श्रीसा पोखराबाट काडेबाट अब अस्ट्रेलियन अस्ट्रेलियन क्याम्प धेरै दिनपछि घुम्न आइएको छ घरबाट निक्लिएको छ टिप्यो भने अर्को वर्ष फल्न पर्छ नि त सधैँ एउटा इयर फल्छ नि त अर्को वर्ष हामीबाट टिप्यो भने फल्दैन अरे अरू कुरा त्यही भएर फुल टिप्नलाई बस टिप्न हुन्न भन्छन् के छोरी यो लट्ठु ओहो नाचेर श्रीसा हेर्नु न उसलाई हिँड्न पर्दैन के अरे आनन्द हुन्छ नि आफ्नो फौसो फुलिसक्यो आज शान्ति छु तिमी शान्ति छौ ल आइक झै नक्कल पारिदेऊ न टु गर टु कस्तो नक्कल हो नि यो घन्टी यहाँ त यस्तो गरी पनि चिसो हुन्छ भाइ मेरो आँटसम्म चिसो भयो तिमी जाडो भएको छैन छोरी तिमीलाई हावा लाग्छ छैन र म त चिसो हावाले पसिना सुकाएर अनि कस्तो जाडो भइसक्यो
अरे वो तो नाम होती है हिँड्न दिनु हामी अस्ट्रेलियन क्याम्प आइपुग्यौँ अनि त्यसको अगाडि हिलाल पनि छ ऊ पिङ खेल ल पिङ खेल होइन आऊ सुनिना हाँसिछन् कति खुसी भइछन् नर्भस अलिक सानो भयो डराइ त्यसरी हामी पनि सुर्ता गर्नु खुट्टा सोझो गर्नुपर्छ है खुट्टा सोझो है यता श्रीसु छोड छोड हुन्छ